सुकुम्बासी बस्ती हटाउने क्रममा मनोहरा किनारमा रहेको एउटा विद्यालय भवनमाथि पनि डोजर चल्ने भएको छ। सरकारी विद्यालय नै भत्काउन डोजर आइपुगेपछि स्थानीय, विद्यालय परिवार र अभिभावक सबै अन्योलमा परेका छन्। थिमी नगरपालिका एक लोकन्थली स्थित सरस्वती आधारभूत विद्यालय जसले 2 दशकभन्दा बढी समयदेखि बालबालिकालाई शिक्षा दिँदै आएको छ, अब भत्काइने लाइनमा पुगेको छ। नगरपालिका र विद्यालय व्यवस्थापन दुवै पक्ष विद्यालय सुरक्षित रहन्छ भन्नेमा ढुक्क रहेको बेला आज 81 सुरक्षाकर्मीको टोली पुगेर भवन खाली गर्नु भन्ने निर्देशन आएपछि एकाएक अभिभावकमा तनाव बढेको छ। विद्यालयकी प्रधानाध्यापक इन्दिरा महतका अनुसार कुनै पूर्व सूचना नदिई आएको टोलीले अहिले धमाधम सामग्री बाहिर निकालिरहेको छ र भवन भत्काउने तयारी अन्तिममा पुगेको छ। अहिले 81 हामीलाई बिना सूचना नै यो कुरा आयो अस्ति 3 दिनदेखि। अनि हेरी अब हामीले यो सामान सार्ने उ गर्ने, हामी त ढुक्कमा स्कुल भत्किँदैन भन्नेमा बसिरहेको हौँ। सरकारी स्कुल सरकारकै संरचना हो, राज्यकै सम्पत्ति हो, नहोला भन्ने सोचमा थियौँ हामी। अब भयो, के गर्ने, हामीलाई दुःख लागेको छ। नयाँ शैक्षिक सत्रका लागि ल्याइएका पाठ्यपुस्तक, बेन्च, डेस्क लगायतका सामग्री विद्यालय परिसर बाहिर असरल्ल छरिएका छन्। प्रधानाध्यापक महतका अनुसार शुक्रबारसम्म विद्यालय नियमित सञ्चालनमै थियो र आइतबार पनि आगामी सत्रको तयारीमा शिक्षकहरू व्यस्त थिए। यहाँ नगरपालिकादेखि लिएर वडा सबैसँग समन्वय गरेर उहाँहरू सबैको नजरमा नि स्कुल राम्रो चलाएको छ भन्ने ऊ पारेकै थियो छाप। त्यो भएर कसैले नि सायद त्यो दुःख त सबैले मान्नु भएको छ। अहिले वरिपरिका हेड टिचरहरू, यहाँ हाम्रो सामुदायिक विद्यालयको सबैले मलाई फोन गरेर के हुँदैछ म्याडम, त्यहाँको के गर्ने, हामीले के गर्नुपर्ने छ भनिराख्नु भएको छ। कक्षा 1 देखि 8 सम्म पढाइ हुने यस विद्यालयले करिब 21 वर्ष अघि सरकारी अनुमति पाएको थियो। हाल यहाँ सुकुम्बासी बस्तीका साथै आसपास क्षेत्रका गरी 275 जना विद्यार्थीहरू अध्ययनरत छन्। आगामी 20 गतेदेखि नयाँ शैक्षिक सत्र सुरु हुने तयारी भइरहेका बेला यस्तो निर्णयले पठन पाठनमा प्रत्यक्ष असर पार्ने देखिएको छ। पढ्नको लागि चाहिँ नि अब विद्यालय त जहाँ भए पनि चाहिन्छ नै, र यो विद्यालयमा नि सुकुम्बासीहरू हटे पनि कुनै पनि बस्ती त पक्कै पनि यहाँ बस्छ, स्कुल त सबैलाई चाहिन्छ होला। त्यही भएर यो संरचना चाहिँ नि नहटाइदिएको भएदेखि हामी खुसी हुन्थ्यौँ। विद्यालय भत्किने विषयमा थिमी नगरपालिकाबाट पनि कुनै स्पष्ट सूचना नआएको र विद्यालय जोगिन्छ भन्ने आश्वासन मात्रै पाइएको उनले बताइन्। अब वैकल्पिक व्यवस्था के गर्ने भन्ने विषयमा नगरपालिकासँग छलफल गर्नुपर्ने अवस्था आएको छ। करिब 2 रोपनी क्षेत्रफलमा फैलिएको यो विद्यालय सयौं विद्यार्थीको भविष्यसँग जोडिएको केन्द्र हो। त्यसैले यसको भविष्यबारे छिटो र स्पष्ट निर्णय नहुँदा स्थानीय स्तरमा चिन्ता र असन्तोष पनि बढेको छ। बालेन शाहलाई चाहिँ नि म यो भन्न चाहन्छु कि उहाँले होला राम्रै काम गर्नुभएको छ होला, सुकुम्बासीको नाममा अब के थिए होला नि, उहाँहरूले त्यो उहाँहरूको छानबिन गरेर उहाँहरूले गर्ने काम प्रक्रिया पुऱ्याएर गर्दा त्यो मलाई केही आपत्ति होइन। हामी एउटा कर्मचारी हो, हामीलाई त हुन त जहाँ कर्मचारी हो जहाँ पठाउँछन् हामी त्यहीँ काम गर्न तयार छौँ, जानेछौँ। र पनि यो सरकारी संरचना त आखिर बालेन शाहले पनि राज्यकै बनाउने नै होला, बनाउनै पर्ने होला होइन। त्यो भएर चाहिँ नि नभत्काइदिनु भए चाहिँ नि राम्रो हुन्थ्यो भन्ने त्यति भन्न चाहन्छु। रविलाल छानेलाई के भन्नुहुन्छ? होइन, उहाँलाई नि त्यही हो मेरो सबैको। सुकुम्बासी भयो नि, जे भयो नि, बच्चाहरूको पढ्न पाउने अधिकार चाहिँ नि सबैको हो। नेपाल अधिराज्यको संविधान अनुसार पनि कुनै पनि बालबालिकाले पढ्न नपाउने भन्ने छैन। पढ्नको लागि चाहिँ नि अब विद्यालय त जहाँ भए पनि चाहिन्छ नै, र यो विद्यालयमा नि सुकुम्बासीहरू हटे पनि कुनै पनि बस्ती त पक्कै पनि यहाँ बस्छ, स्कुल त सबैलाई चाहिन्छ होला। त्यही भएर यो संरचना चाहिँ नि नहटाइदिएको भएदेखि हामी खुसी हुन्थ्यौँ। जस अब सुकुम्बासी भए पनि बच्चा पढाउनुपर्छ भनेर उहाँहरू अग्रसर भएर लाग्नु भएको थियो, गर्नुभएको छ सबै। अब अहिले पनि उहाँहरूले चाहिँ यो स्कुल भत्किँदै नभत्केदेखि उहाँहरू टाढा सर्नु भएको छैन, कोठा सरे पनि